हेलो हेलो एभ्रिवान। मेरो आवाज आइरह? एकचोटि सबैले डबल ट्याप गरिदिनु होला है। सबैले एकचोटि डबल ट्याप गरिदिउँ है। सबैजनालाई आउन दिउँ, एकचोटि डबल ट्याप गरौँ अनि त्यसपछि चाहिँ स्टार्ट गरौँ। आज चाहिँ बढी कुरा चाहिँ डिस्कसन हुँदैन, जस्ट अब के गर्न सकिन्छ हैन त्यो बारेमा चाहिँ डिस्कस गर्छौँ। मार्केट नि राम्रै देखिरह, सो अलिकति डिसिजनहरू हार्ड डिसिजनहरू लिने टाइम आइसक्यो छ मार्केटमा नि। सबैले डबल ट्याप गरौँ है। 2K भएपछि स्टार्ट गरौँ ल। 2K लाइक पुगौँ त्यसपछि स्टार्ट गरौँ ल। ल अब बिस्तारै स्टार्ट गर्दा चाहिँ हुन्छ होला। हैन अब स्टार्ट गरौँ, बिस्तारै रिपिट पनि गरौँ ल कुराहरू। ल स्टार्ट गरौँ है। यो क्वेसनको चाहिँ म एन्सर दिन्छु दिपक सर, पछि पनि मलाई सम्झाउनु होला यदि याद भएन भने चाहिँ। पहिला म मार्केट अपडेट गरिदिन्छु। मार्केट आज चाहिँ घट्या छ। आजको घटाइ चाहिँ अब 180 पोइन्ट बढिसकेको थियो मार्केट पनि। अब घट्नु भने स्वाभाविक नै हो है। अब हामीले अब धेरैको बाई भइसक्यो होला, धेरैको भएको छैन भनेपछि कुरौँ। अनि सेलको लागि चाहिँ मैले आज के भनेको थिएँ भन्दाखेरि हिजोको भिडियोमा हेर्नु होला, अलिकति माथि जाँदाखेरि मार्केट हैन, मार्केट थोरै माथि जाँदाखेरि बुक गर्दा हुन्छ यदि क्यास छैन भनेपछि, किनकि मार्केट त्यस्तो स्ट्रङ पनि देखिरहेको थियो है। अब बाइङको लागि चाहिँ हामीले अलिकति तलकै एरिया हेर्नु पर्ने हुन्छ 2800 तिर। यसरी बुझ्नु होला, 2800 तिर सानो क्यान्डलहरूको फर्मेसन हुन्छ। 20 पोइन्ट भन्दा सानो हुनु पर्यो, प्लस या माइनस हैन। सानो क्यान्डलहरू 2-4 दिन साइडवेज बस्नु पर्यो, भोल्युम पनि अलिकति तल आइदिएपछि, अलिकति डाउन भइदिएपछि 6-7 अर्ब जति आइदिएपछि त्यसपछि चाहिँ हामी स्लोली बाइङको लागि हेर्छौँ हैन, स्लोली बाइङको लागि। अनि अग्रेसिभली बाइङको लागि। अनि अर्को कुरा चाहिँ अबको लो आउँदाखेरि चाहिँ हजुरको 2674 ब्रेक हुनु भएन। जुन यो अहिले लो लगाएको थियो त्यो लो चाहिँ ब्रेक हुनु भएन। अब यो सानो करेक्सन पछिको बाउन्स चाहिँ केही नभएपछि नि 2870 हैन, आजको टप यतातिर नै छ ल। 2870 मानौँ, 2870 ब्रेक गर्दाखेरि चाहिँ टर्नओभर चाहिँ 12 देखि 14 अर्ब आउनु पर्यो मिनिमम है। 12-14 अर्ब आउनु पर्यो, त्यसपछि चाहिँ अलिकति अझै पोजिटिभ हुन सकिन्छ। अनि अहिले लिडिङ गरिरहेको सेक्टर चाहिँ हाइड्रो नै हो। एकदम फोकस गर्नु होला हाइड्रो पावरलाई चाहिँ एकदम बढी है, किनकि हाइड्रो पावरले नै नेप्सेलाई पम्प गरिरहेछ। हाइड्रो पावर चलेन भनेपछि नेप्से पनि तल जान्छ। अनि नेप्से तल जाँदाखेरि केही फिक्स हैन, अपरेटर लागेको स्टकहरू मात्र चल्छ, बाँकी चाहिँ सबै नेगेटिभ नै देखिन्छ। अनि केबिएल र शिवमको कुरा अलिकति धेरै नै आइरह, माथि लिने, तर रेन्जभन्दा माथि नखानु होला। अब यो टाइममा चाहिँ हामीले अगाडि नै प्रिडिक्ट गर्नुभन्दा नि म झुट नबोली भनिरहेको छु, मार्केट हेरेर हामीले त्यो अनुसार डिसिजन लिँदा चाहिँ राम्रो होला है। हामीले अगाडि नै प्रिडिक्ट नगरौँ, यस्तो हुनसक्छ उस्तो हुनसक्छ त भन्न सकियो, यही हुन्छ भनेर चाहिँ भन्न सकिएन। तर मार्केट हेर्ने कुन तरिकाले गइरहेछ अनि त्यो अनुसारले डिसिजन लिँदा चाहिँ राम्रो। अब भोलि नै अब मन्डे मार्केट खुल्छ, मन्डे ग्रिन क्यान्डल ठुलो क्यान्डल बनायो, टर्नओभर पनि आयो भनेपछि त हामीले थोरै बाइको लागि जानु पर्यो हैन। अनि सेल भएको छैन भनेपछि आज मौका थियो, यदि सेल गर्नु भएको भनेपछि ठिक छ, तल
मौका चाहिँ दिन्छ। फेरि इन्डिकेटर लाइक एमएसडी हेर्नुहुन्छ भनेपछि अब स्ट्रेन्थ चाहिँ देखिएन है, त्यस्तो खतरा स्ट्रेन्थ चाहिँ देखिएको छैन। अनि अर्को कुरा चाहिँ भइरहेको चाहिँ लिनै जान्छ भन्ने, वेट गरौँ, आफ्नो रेन्जमा कुरौँ, रेन्जमा आउँछ भनेपछि स्लोली बाइङको लागि हेरौँ। अनि यो टाइममा हजुरहरूले म्याक्सिममली फोकस के गर्नु होला, स्टक बढिएको होला सकिन्छ भनेपछि। आज पनि तल आउँदाखेरि मार्केट गर्दाखेरि खासै घट्न मानेको थिएन, कन्टिन्युसली बाइङ नै भइरहेको थियो। मार्केट डेप्थ हेर्दाखेरि नि 10,000 किता माथि बसिरहेको थियो, 1 पैसाको फरकमा चाहिँ 10,000 किता माथि बसिरहेको थियो। सो राम्रो देखिन सक्छ है, केबिएल चाहिँ राम्रो देखिन सक्छ। मार्केट घट्दाखेरि नि आज बाइङ चाहिँ भएको छ, एउटा 58 को बाइङ भएको छ। 58 को लाई मेनली फोकस गर्नु होला, अनि अर्को मेन फोकस चाहिँ 64 लाई गर्नु होला। अहिलेलाई चाहिँ यति नै हो। तल आओस् त्यसपछि रेन्जमा बाइङ गर्नु होला। यदि माथि जान्छ भनेपछि कुन सिनारियो, यदि माथि जान्छ भनेपछि भोलुम आओस्, माथि जान्छ भनेपछि हाइड्रो पावरले पनि ब्रेक गरोस्। हाइड्रो पावरलाई चाहिँ एकदम एक्टिभली हेर्नु होला। हाइड्रो पावरले ब्रेक गर्दैन भनेपछि त्यसपछि चाहिँ गाह्रो नै पर्न सक्छ। हाइड्रोले ब्रेक गरोस् अल टाइम है, विथ भोलुम है, हाइड्रोमा पनि एकदम बढी भोलुम आउनु पर्यो। 4,000 रुपियाँ 1 मिनट भएको। अब हिमस्टार अलिकति तल आउँदा 800 तिर आउँदा त त्यस्तो फरक पर्दैन होला। 800 तिर आएपछि लिन सकियो, किनकि भुजुङ हाइड्रो पावर 22 लाख हो कि कति लाख किता भएर 1000 माथि बस्या होइन। हिमस्टार पनि भर्खर आएको आइपिओ, अनि हेर्न सकियो। 800 तिर आउँदाखेरि लिन सकियो। त्यो त भन्न सकिएन, त्यो अहिले प्रिडिक्ट नै नगरौँ। यो टाइममा त्यो प्रिडिक्ट गर्नुपर्ने त्यस्तो केही छैन। यदि कुनै फेरि पनि केही कसैले बोलिदिएपछि या गुड न्युज आएपछि झ्याम्म यतैदेखि माथि जान सक्छ। तर वेट गरौँ, क्यान्डलहरू अब सपोर्ट नजिक नै छ त। 2800 तिर हेरौँ, 2780 देखि 2800 सम्म अब सानो क्यान्डलहरू बनाउँछ। त्यो टाइममा फर्मेसन हुन्छ सानो क्यान्डल, अनि भोल्युम पनि अलिकति घट्छ भनेपछि त्यसपछि बाइङको लागि हेर्ने आफ्नो स्टकहरू ठाउँमा आएपछि। तल आउँदा एभरेज गर्नु होला है। अपी चाहिँ राम्रो छ। 44 ले सेल नगर्दासम्म अपीमा त्यस्तो डराउनु चाहिँ पर्दैन। एसएआइएल होल्ड गर्न सकियो, अझै पनि राम्रो देखिरह। आइपिओहरू नि सर्किट बन्द भइसकेपछि फेरि पनि सर्किट लाग्न स्टार्ट भइरह। आइपिओहरू नि राम्रो देखिरह, होल्ड गर्न सकियो। यदि एसओएचएलहरूसँग आइपिओ भनेपछि फाल्न सकियो, नत्र चाहिँ वेट नै गर्नु होला है। एसआइएलमा चाहिँ आजको क्यान्डल चाहिँ एकदम नराम्रो छ है, एकदम नराम्रो छ। सो घट्न अझै पनि सक्छ। 1300 को छ भनेपछि अलिकति यतातिर आउट हुनु होला नि त। एसआइएलमा जबरजस्ती पम्प भएको स्टकहरूमा खासै नछिर्दा हुन्छ है। फन्डामेन्टल पनि त्यति राम्रो छैन भनेपछि यो त धेरै पम्प भएको स्टक हो। फेरि क्रेस्ट, एनएमआइसी अहिले कसरी बसिरहन् नि त्यही लेभलको हुनसक्छ। केही नभएपछि नि 50% फालिदिनु होला। 1300 को बाई छ भनेपछि 50% फालिदिनु होला। बाँकी अलिकति टाइम पछि फाल्न सकियो बरु। 1300 तल लसमा चाहिँ लस नजाओस्, त्यही हो मेन कुरा चाहिँ। आरएसएमएल होइन, आरएसएमएलको चाहिँ मैले बुझेअनुसार है, आरएसएमएलको चाहिँ आई थिङ्क 5% मात्र बाहिर पब्लिकमा। अनि आरएसएमएल माथि लगेर जान्छन्। जो कम्पनीको ओनर छन् उहाँहरू नै फुल्ली कन्ट्रोल गर्छन्। सबै अग्रवालहरू छन्, मजाले कन्ट्रोल गर्छन्, फुल्ली कन्ट्रोल हुन्छ। एमकेसिएल हजुरले 1700 र 2000 सम्मको टार्गेट राखेर अगाडि बढ्न सकियो। यदि माहौल सही हुन्छ भनेपछि 3000 पुग्छ 6 मन्थमा। यदि माहौल सही भएपछि, एक्सपेक्टेसन जस्तो छ त्यो अनुसारले सबै कुरा सही भएपछि ठिक हुनसक्छ। अनि अर्को कुरा चाहिँ होइन, फेरि यो जुन ओइलको प्राइस बढिरहेको नि, त्यो ओइलको प्राइस बढ्दाखेरि अलिकति गाह्रो हुनसक्छ। धेरै ओइलको प्राइस बढिरहेको त्यो कारणले मात्र गाह्रो हुनसक्छ, नत्र बाँकी सबै कुरा ठिक छ है नेपालमा।
घटेसी राम्रो, घटेसी बाइङको लागि जान्छौँ राम्रो स्टकहरू। एलइसी र योमा एलएसएलमा त्यस्तो डराउनु पर्दैन सर। तल आउँदा एभरेज गर्नु होला। एलएसएल पनि राम्रो हो त ब्याङ्कमा त। ब्याङ्कमा एलएसएल राम्रो हो अनि एलइसी पनि त्यस्तो नराम्रो होइन स्टक, डराउनु पर्दैन। एचआरएलको चाहिँ अलिकति योमा चाहिँ अहिले कि फिक्स नै छैन। यस्तोमा जति सक्दो अब रिस्क हो, रिस्क बढी भएपछि गेन पनि बढी नै हुन्छ। तर म चाहिँ नजानको लागि नै भन्छु। एचआरएल एनआरआइसी अलि रिस्क छ। एचडिएचपिसी